हेलो साथीहरू, आज हामीले चाहिँ फर्सीको मुन्टा टिपेमा आफ्नै बारीबाट अनि फर्सीको मुन्टा टिपेर ल्याएर अनि मजाले केलायौँ पखालेर अनि सुरुमा कराईमा घिउ हालेर एकछिन कराई तात्न दिएर अनि त्यसमा जिरा लसुन र खुर्सानी मजाले पड्काएँ। त्यसपछि पड्किसकेपछि मजाले पाकिसकेपछि अनि नुन राखेर एकछिन चलाएँ। नुन राखेर चलाइसकेपछि पखालेर राखेको फर्सीको मुन्टालाई चाहिँ मैले अनि त्यसमा राखेँ कराईमा। सबै फर्सीको मुन्टा राखिसकेपछि मजाले चलाएँ अनि सबैतिर नुन लाग्ने गरी मजाले चलाइसकेपछि अनि एकछिन मजाले छोपेर अनि 10 मिनट जति पकाएँ। त्यसपछि चाहिँ फर्सीको मुन्टाबाट पानी निस्केर यस्तो भएको थियो अनि एकछिन पछि पाकिसकेपछि यस्तो देखियो। अनि आज चाहिँ बन्दाको अचार बनाउन लाग्थेँ। बन्दामा नुन हालेर राखेको थिएँ अनि नुन हालेर एकछिन 5 मिनट जति राखेपछि अनि पानी हालेर मजाले निचारेर बन्दामा कति पनि पानी नराखिकन मजाले निचारेँ। बन्दाबाट सबै पानी निस्किने गरी निचारेर बन्दा अलि नरम हुन्छ यसरी निचार्दाखेरि चाहिँ। अनि यो चाहिँ मैले आफूले पहिलोचोटि बनाएको अचार हो बन्दाको। अहिलेसम्म बनाएको थिइनँ, यो मेरो फर्स्ट ट्राई हो। अनि सबै बन्दा छानेर मजाले निचरेर एउटा भाँडामा राखेँ। अनि यसरी बनाउँदा चाहिँ अचार एकदम मिठो हुने रहेछ। मजाले गरिसकेपछि बन्दा यस्तो देखिएको थियो। अनि उता आलु उसिन्न राखेको थिएँ। आलु उसिनिसकेपछि अनि त्यसलाई मजाले केलाएँ। आलुको बोक्रा सबै छिलेँ। अनि आज चाहिँ आलु अलि मजाले पाकेको थिएन अनि साह्रै थियो आलु चाहिँ। अनि सबै बोक्रा छिलेँ आलुको। अनि सबै निकालिसकेपछि अनि आलुको बोक्रा निकालेँ। सबै बिस्तारै आलुको बोक्रा निकालेर अनि आलु एकदम तातो थियो अनि काँचै थियो। आज चाहिँ राम्रोसँग पाकेकै थिएन आलु। यो आलु चाहिँ खोइ किन पाक्दैन। अनि 3-4 सिटी लाएर पकाउँदा पनि सानो ग्यासमा कुनै काँचै थियो कुनै बेसरी पाकेको थियो। अनि त्यसपछि आलुलाई भाँडामा राखेर अनि फेरि कराई बसालेँ। कराईमा तेल तातिसकेपछि जिरा हालेपछि खुर्सानी पड्काएँ। खुर्सानी चाहिँ अनि अलि पड्किसकेपछि त्यसमा प्याज हालेँ, बेसार हालेँ। अनि बेसार र नुन हालिसकेपछि एकछिन त्यो तातेपछि अनि प्याज हालेर एकछिन चलाएँ। अनि प्याजको चाहिँ त्यो राम्रोसँग चलाइसकेपछि अनि एकछिन चाहिँ प्याजलाई त्यत्तिकै पाक्नको लागि छोडिदिएँ। अनि प्याज अलि पाकेर अनि प्याजकोबाट चाहिँ आउने पानी सुकिसकेपछि त्यसमा चाहिँ प्याज चाहिँ अलि गोल्डन ब्राउन हुने गरी पकाउने। त्यसपछि गोलभेडा हालिदिने। अनि गोलभेडा चाहिँ यसरी काटेर राखेपछि अचारमा हाल्दा एकदमै मिठो हुन्छ। गोलभेडा र प्याजलाई मजाले पकाउने। अनि गोलभेडालाई चाहिँ उल्टोमुखी बनाएर मजाले पकाउने। अनि मैले चाहिँ थोरै पानी पनि राखेको थिएँ गोलभेडा डढेर। अनि पाकिसकेपछि यस्तो ग्रेभी बन्छ गोलभेडाको। अनि गोलभेडाको ग्रेभी एकछिन पकाइसकेपछि चाहिँ त्यसलाई अलिकति तेल आउने बेलासम्म पकाउने ग्रेभी हुन्छ। त्यसपछि त्यसलाई अचारमा राख्ने। अनि अचारमा राखेर सबै पुसपास बनाएर राख्ने। यसरी बनाउँदा चाहिँ अचार एकदम मिठो हुन्छ। अनि तिलको अनि आलसको केहीको पनि छोपहरू राख्नै पर्दैन। अनि यसले एकदम मिठो बनाउने रहेछ। मैले पनि अरूबाट देखेर सिकेको हो। अनि मजाले गरिसकेपछि सेलाइसकेको थियो ऊ चाहिँ। अनि तातो राखिसकेपछि त्यसलाई मजाले बन्दा हालेर कराईमा बाँकी रहेको जति ग्रेभी सबै पुसेँ। अनि चुक हालेँ। अनि हिजो हामीले बनाएको टिमुरको छोप थियो धेरै पिरो। अनि टिमुरको छोप पनि हालेँ 2 चम्चा। यो चाहिँ एकदम पिरो खुर्साइन्छ। त्यसपछि मजाले आलु चाहिँ मलाई एकदम धेरै म्यास भएको मनपर्छ, ग्लिक्क भएको। अनि मलाई त्यस्तो आलु बाँकी रहेको चाहिँ मन पर्दैन। त्यही भएर आलुलाई मजाले मिचेँ पहिला सुरुमा। अनि सबै मरमसला हालिसकेपछि अचार मोलेँ। अनि यसरी बनाएको बन्दाको अचार चाहिँ एकदम मिठो हुने रहेछ। नुन हालेर एकछिन राखिसकेपछि चाहिँ बन्दामा भएको जति पानी सबै जान्छ र अनि बन्दा चाहिँ एकदम नरम हुन्छ। त्यसले गर्दाखेरि चाहिँ बन्दाको अचार एकदमै मिठो हुन जान्छ। त्यसपछि
मजाले आलु चाहिँ मलाई गलक्क भएको मनपर्छ, त्यही भएर सबै आलुलाई थिचेँ अनि मोले मजाले। अनि नुन लागेको छ कि छैन पनि चाखेँ, अनि नुन लागेको थिएन। अनि फेरि एकछिनमा नुन थपेर मोले अनि आँप खाँदै, अनि दिदीले मलाई आँप काटेर दिनुभएको थियो। अनि आँप खाँदै म चाहिँ काम गरिरहेको थिएँ। आज चाहिँ हामीले धेरै परिकार बनाएर खायौँ। यसरी बनाएको अचार चाहिँ एकदम मिठो हुन्छ। मैले पनि फर्स्ट ट्राई हो यो मेरो, पहिला पनि खाएको थिएँ, तर बनाएको चाहिँ आफूले बनाएको चाहिँ यो फर्स्ट टाइम हो। अनि ब्याकग्राउन्डमा चाहिँ कुखुरा कराइरहेछ, यता पालेर अनि कुकुरकु गरिरहन्छ, बेला बेलामा डिस्टर्ब गर्छ। अचार चाहिँ बन्यो हाम्रो एकदम मिठो। अनि फेरि चाखेको थिएँ, नुन लागेन। अनि नुन नलागे जस्तो अलिअलि उ भएर नुन थपेँ, फेरि नुन थपेँ, 3 चोटि चाहिँ नुन थपिसकेको थिएँ। अनि नुन थपेर मजाले मोलेँ। अनि मजाले मोलेर अनि राखेँ यसलाई साइडमा। त्यसपछि मैले गाबालाई सिटी लगाएर राखेको थिएँ, उसिनेर गाबा, चना, केराउ र गोलभेडा। त्यसपछि त्यो सिटी 5-6 सिटी लगाइसकेपछि कराही तताएर त्यसमा तेल हालेँ। तेल तातिएपछि अनि त्यसलाई मजाले तताएँ। तेल तातिसकेपछि त्यसमा जिरा राखेँ। मलाई चाहिँ ज्वानो मेथी मन पर्दैन, त्यही भएर चाहिँ म हरेकचोटि जे पकाउँदा पनि जिरा फुराउँछु। अनि जिरा फुरिसकेपछि मैले लसुन राखेँ। अनि लसुनलाई पनि एकदम रातो हुने गरी पड्काउनुपर्छ। अनि गाबामा चाहिँ लसुन पड्काएको चाहिँ एकदम मिठो हुन्छ। अनि खुर्सानी पनि राख्ने। त्यसपछि प्याज राखेर मजाले प्याजलाई चाहिँ रातो हुने गरी गोल्डन ब्राउन नहुने बेलासम्म चाहिँ मजाले पकाउनुपर्छ, नत्र चाहिँ गाबामा चाहिँ प्याज काँचो भयो भने मिठो हुँदैन। अनि गाबा चाहिँ हाम्रो बारीमा थियो, अनि त्यहीँबाट टिपेर ल्याएको, हिजो पनि खायौँ अनि आज पनि खायौँ। प्याज यस्तो रातो भइसकेपछि बेसार हाल्ने, अनि मसला हालेँ अलिकति, मजाले चलाएँ। अनि नुन चाहिँ राख्न बिर्सेको थिएँ, पछि चाहिँ मैले सम्झेर राखेँ। यतिको भइसकेपछि मैले गाबालाई चाहिँ उसिनेको गाबालाई खनाएँ। यसरी खनाउँदाखेरि चाहिँ उम्लेर मेरो हात पनि पोलेको छ। अनि मजाले यता चाहिँ पनि पाकिरहेको थियो, च्याख्ला नि बनाइरहेको थिएँ। अनि गाबा पाकिसकेपछि अलिकति चुक राखेँ। गाबामा चुक राख्दाखेरि चाहिँ एकदम मिठो हुन्छ। अनि चलाएँ, एकछिन चलाइसकेपछि हाम्रो गाबा यस्तो देखेको छ। हामीले चाहिँ सबै कुरा पस्किएर अनि थालमा राखेर हामी 2 टिल मिलेर खायौँ, एकदम मिठो भएको थियो।